नमस्ते सबैजनालाई। म आज अहिले आजको यो काममा निस्किरहेको छु। अब म चाहिँ आज धेरै ढिला काममा निस्केको छु हैन। जाँदैछु, यो मेरो स्कुटीमा तेल हाल्नु छ अनि त्यस पछाडि अरु कुरा अगाडि बढाउँछु ल। तेल हाल्न निस्केको छु हैन। म अहिले अनलाइन जाँदिन। यो मेरो $18 चाहिँ मैले चाहिँ यो बिहान काम गरेको थिएँ राति 4 बजे पछाडि बिहान। यो बिहानको हो हैन। अब म चाहिँ एज अ उबर इट्स गर्दैछु। यो ग्यास हेर्नु न 0 छ, क्लिक गरेर लास्ट हैन। सो म जाँदैछु। के छ चलिरह, काम चलिरह। पूर्ण कहाँ मलाई चिन्नुहुन्न? चिन्नुहुन्न मलाई? पूर्ण कहाँ पूर्ण हो? ल उतै लेकपोखरा मेरो पनि घर। मेरो घर पनि लेकपोखरा हो। मेरो घर लेकपोखरा हो के, नेपाली भएर पूर्ण बस्थ्यो नि त, त्यही भएर बोला। कसरी चिन्नु पूर्ण? उतै हो नि त घर मेरो पनि। सँगै हो? पूर्णको भाइ त जानुभयो। पूर्णको भाइ? पूर्णको भाइ त टङ्क होइन र? पूर्णको भाइ भर्खर जानुभयो के? आफ्नै भाइ? आन्टीको छ। ए आन्टी सर। ए पूर्णलाई म चिन्छु। के छ आएर कति भयो गर्न त पहिलेदेखि हो, तर अहिले चाहिँ यो पहिला पार्ट टाइम गर्थेँ, अहिले चाहिँ फुल टाइम गरेको। पार्ट टाइम त्यो पहिला केमा गर्थ्यो? रेस्टुरेन्टमा। होइन अब चाहिँ यहाँ तेल हाल्छु होइन। खोलेँ मैले होइन। यो चाहिँ यस्तो बान्ने बनाएको छु क्या। $5. Which one? This one. Thank you. Yeah. Dulu kali itu lebih selalu pizza na jangan goyang na एक बार गाजा मत बुझिन गर्न त भेट्यो हैन गाइज। अर्डर आउनु पर्ने अनलाइनमा गएँ म हैन। म अनलाइनमा छु, अर्डर आउनु पर्ने। अनलाइनमा छु। म्याचिङ यहाँ 10 रुपियाँ उठाइदियो। एकछिन है हेरौँ है, जङ्गलको छ थियो। Right. अब म जाँदैछु। इन्डियन रेस्टुरेन्ट हो होइन, यसमा अब इन्डियन खाना हुन्छ पक्कै। अब नेपाली सबैलाई मनपर्छ यो इन्डियन खानाहरू होइन।
गएर यो खाना उठाएर सायद यो अलिक टाढा छ होइन किनकि $10 हो अब $10 त अब त्यत्तिकै फ्रीमा दिँदैन क्यारे होइन हल्का त भाग्नै पर्छ होइन के कसो गाइस तपाईँलाई कस्तो लाग्छ भाग्नु पर्छ पर्दैन जस्तो लाग्छ मलाई त भाग्नु पर्छ जस्तो लाग्छ अब चाहिँ अब हेर्नुहोस् होइन the day within 5 minutes, you know. So अनि अरू आजको काम यस्तै हो होइन यस्तै छ मैले त गीत बजाएँ यसमा यहाँ गीत बज्छ होइन जाम थियो मैले कटाइदिइहालेँ तर यस्तो गर्नु हुँदैन होइन अब त गर्नुपर्छ Thank you. Good. It's done. Oh no. Cái sana 25 minit हो 20 मिनेटमा पुगिहालिन्छ नि हैन 20 मिनेटमा पुग्छु होला म ओहो 4 बजिसकेछ यार बिहान 4 रातभरि काम गरे होल नाइट हैन बिहानको 4 बजिसकेछ काम गर्दा गर्दा अब म घर जान लागेको 22 मिनेट देखाउँदै छ यहाँबाट म घर जान्छु फ्रेश हुन्छु खाना खान्छु सुत्छु दिनभरि सुत्छु हैन यस्तै छ आज मैले कति कमाएँ होला मैले कति घण्टा काम गरेँ कति कमाएँ तपाईलाई एकछिनमा देखाउँछु ल मैले आज
आजको मेरो कति भयो, मेरो कमाइ कति भयो, कति कमाएँ, खर्च कति भयो होला, कति बच्छ होला, मलाई देखाउँछु। म घर 22 मिनेटमा पुग्छु है। अब राति छ, डर लाग्छ बाटोमा। राति झन् बिहान हुन लागिसक्यो होइन। अब नेपालमा त यति बेला भाले बास्छ होला, कुकुरिका गरेर भाले बास्छ होला बिहान बिहान गाउँघरतिर। अब भाले पालेको घरमा होइन। अनि भाले बास्यो भन्छ। अनि पहिला त्यस्तो गर्छ नि त, भाले बास्यो भन्छ अनि उठ्ने। अनि अब घडी भए पनि मान्छेले चाहिँ भाले बास्यो भने चाहिँ उठिहाल्ने, त्यस्तो चलन थियो नि त पहिला। अहिलेको बिहानैसम्म, बिहान 8 बजीसम्म सुत्यो, 9 बजीसम्म सुत्यो, अहिले मतलबै छैन। पहिला त जब भाले बास्छ अनि बल्ल उठ्ने हो होइन। अब त्यस्तो छैन, हेर्नुहोस् होइन। अब कस्तो हुन्छ, अब के दिन्छ, के हुन्छ यो अबको अगाडिको जिन्दगीले होइन। जे भोग्ने हो होइन, त्यही हो जिन्दगी होइन। तर भोगाइ मात्र जिन्दगी होइन कि भोगाइबाट सिकेर अनि आफूले कसरी त्यसलाई लिने, अनि त्यसलाई म्यानेज गर्ने, त्यसलाई एउटा कोपिलालाई फुल बनाउने होइन। फुललाई ओइलो नदिने, सदाबहार हुन दिने, त्यो आफूमा भर पर्छ होइन। अब त्यो कसले गर्न सक्छ, कसले गर्न सक्दैन, त्यो त अब भन्न सकिन्न नि त होइन। त्यही भएर आफूले आफूलाई सधैँ ख्याल गर्नुपर्छ होइन। कुनै काम गर्दाखेरि कन्फिडेन्ट भएन भने त्यो काम बिग्रिहाल्छ, ओभर कन्फिडेन्ट भयो भने त्यो काम पनि बिग्रिहाल्छ। अब ठिक्कको कन्फिडेन्स छ भने चाहिँ त्यो काम चाहिँ सुध्रेकै हुन्छ आफूले है। त्यही भएर तपाईँहरूले आफूलाई चाहिँ सधैँ मेन्टेन गरेर राख्नु होला। आफ्नो कुराहरू हुन्छ, आफ्नो त्यो अब कुनै कुरा कस्तो हुँदैन, सबै कुरा सेयर गरिन्छ नि त होइन। अब सेयर गरिन्छ, भनिन्छ, सुनाइन्छ, गरिन्छ सब कुराहरू। अब त्यसले चाहिँ अब कुनै दिन केही पऱ्यो भने, समस्या पऱ्यो भने चाहिँ, केही भयो दाजु भयो भने चाहिँ त्यसले चाहिँ यस्तो मन दुखाउँछ नि त होइन। मन दुखाउँछ त्यसले चाहिँ, जस्तै तपाईँलाई गाह्रो हुन्छ होइन। म तपाईँलाई आज मेरो आजको कमाइ देखाउँछु ल। मेरो आजको कमाइ है, मेरो यो आजको एकाउन्ट उभर यो अनलाइन अलिक जाँदैन, नजाने गए पनि बन्द गर्छु, गएन होइन। आज गर्न किनकि 4 बजे पछाडि आजको देखाउँदैन होइन। टुडे आज देखाउँदैन, 4 बजेपछि भयो नि त, देखाउँदैन। वालेट नजाउँ होइन, त्यो भयो। अर्निङमा जाउँ होइन। म हिजोको पैसा विथड्र गरिहाल्थेँ होइन। यो मैले हिजो कमाएको 9 घन्टामा 9 घन्टा 35 मिनट म अनलाइन बसेको थिएँ। 8 घन्टा 21 मिनट त्यसमा काम गरेको होइन। त्यो कन्टिन्यू त्यो अर्डर दिएँ, काम गरेँ। त मैले अलमोस्ट 1 घन्टा चाहिँ त्यो यताउति गर्दा त्यो अर्डर नदिएको टाइम भन्छ होइन। त्यो हुन्छ, समयमा हुन्छ होइन। हिजो मैले 200 कमाएको थिएँ, 205 रुपियाँ होइन। आज चाहिँ मैले 250 कमाएँ। 9 घन्टा 50 मिनट अनलाइनमा गएँ होइन। 8 घन्टा 9 घन्टा 50 मिनटमा अनलाइन गएँ म होइन। अनि 8 घन्टा 52 मिनट मैले आज काम गरेँ होइन। अलमोस्ट 1 घन्टा अब त्यो ग्याप भयो क्या। मतलब म 9 घन्टा काम गरेँ होइन। 9 घन्टा मैले चाहिँ 216 नेट कमाएँ होइन। अनि $33 चाहिँ टिप्स आयो मलाई। क्यास पनि टिप्स दिएको थियो आज, क्यास पनि $7-8 कति दिएको थियो होइन। $8-10 जे होस्, मैले चाहिँ आज 250 बनाएँ होइन। 250 बनाएँ। तर यसमा चाहिँ खर्च गर्नुपर्छ नि त, फेरि तेल खर्च भयो, आफ्नो खाजा खर्च, अब यसमा ट्याक्स पनि तिरेला होइन। जे होस्, अब दुःख गऱ्यो भने राम्रो हुन्छ। मेरो पनि आज राम्रै भयो। यसरी जोड्ने हो भने जस्तै तपाईँलाई 9 घन्टा काम गऱ्यो भनौँ होइन। एक्टिभ घन्टा 9 घन्टा जोडौँ होइन। ल यो छोडिदिउँ, 9 घन्टाको जोडौँ होइन। 9 घन्टा जोड्यो भने है 250 भागा 9 तपाईँलाई पर आवर 27 घन्टाको हिसाबले पायो होइन।
नट अ जोक यार 27 प्लस मसँग ल 7 डलर टिप्स छ नि त मैले त्यो पनि धरौँ न 257 भागा 9 28 $28 यार नट अ जोक पर आवर $28 इट्स नट अ जोक म्यान आज चाहिँ मेरो यति भयो हैन तपाईहरुले देखिसक्नु भएको छ मैले कति बनाए भनेर हैन अब चाहिँ बिहान भइसक्यो बिहान 5 बज्लाइसक्यो यहाँको अब आजलाई यति नै भयो भोलि चाहिँ मैले कति बनाउँछु भोलि चाहिँ मेरो काम छ हैन मेरो अरु काम छ भोलि चाहिँ म कति बनाउँछु अब त्यो भोलि चाहिँ फेरि अर्को भ्लगमा आउँछु ल बाइ बाइ अब मेरो चाहिँ गुड मर्निङ भइसक्यो तर म चाहिँ सुत्छु नि त अब हैन गुड नाइट त्यस्तै हो जिन्दगी है